एमाले र कांग्रेसका दर्जन बढी नेता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रवेश गरेका छन्। हाम्रो नेता कस्तो होस्, भोट केमा, भोट केमा, भोट केमा, हाम्रो नेता कस्तो होस्। हेरकटा हो, चुनावको माहौल छ। हामीले अब यहाँ जनता गाउँ समाजलाई पुरै खुसी बनाएर राख्नुपर्ने हुन्छ, पुरै आफ्नो तर्फ तान्नुपर्ने हुन्छ। हामीले अब गाउँ समाजलाई खुसी बनाउनको लागि राम्रो राम्रो कामहरू के पेन्डिङमा छ, के गर्नुपर्ने छ, सबै गर्नुपर्ने हुन्छ। बुझिस्? अब हाम्रो पार्टीको मान्छेले पनि उतापट्टि सपोर्ट गर्दैछ। दुई चारजना त्यहाँमध्ये दुई चारजना हाम्रो पार्टीमा थियो पहिला, अहिले उतापट्टि छ। हेर त्यहाँ हेर। अब यो जनताहरूको ध्यान केन्द्रित गर्नको लागि हामीले यसो गाउँ समाजमा यसो मासु चिउराको प्रोग्रामहरू, यताउति पेट्रोल 1.5 लिटरको प्रोग्रामहरू सबै गरिदिनुपर्छ। हुन्छ 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 हुन्छ। अब हामीले जस्तो तस्तो भए पनि ध्यान केन्द्रित गर्नु पर्यो हाम्रो गाउँ समाजको। पछिल्लो 5 वर्ष 10 वर्ष हामीले हाम्रो सरकार हुँदा के गर्यो हामीलाई बाल मतलब भएन, तर अहिले तत्काल भोट तान्नको लागि हामीले जनतालाई खुसी बनाउनु पर्ने हुन्छ। ओके हुन्छ ल। सबैजना अहिले के काम छ? रुपेशजी, यसमा कति खर्च लाग्ने भयो? यसमा 5 करोड 85 लाखको अनुमान गरिएको छ। ए अनि बजेट चाहिँ कतिको आएको? बजेट चाहिँ 6 करोडको छ। ए यस्तो गर, कन्ट्राक्टरलाई फोन गर अनि यो काम चाहिँ लगभग 1.5 देखि 2 करोडको बिचमा सकिनु पर्यो। 1.5 देखि 2 करोडको बिचमा सकिनु पर्यो। अब यो 10 वर्ष टिक्नेलाई 2 वर्ष मात्र टिक्ने भयो भने चल्छ, हैन? बुझ्यो कुरो? 2 वर्ष टिक्ने चल्छ, चाहे 1 वर्ष टिक्ने चल्छ। हामीलाई त्यो कुरोको सरकार भएन, तर तत्काल जनतालाई हामीले काम गरेर देखाउनु पर्यो। अब यो हाम्रो 6 करोडको बजेट आछ, 1.5-2 करोडमा सकिनु पर्यो। अब अरू कुरो पैसा तपाईँ मिलाएर बुझ्नु है त। काम चाहिँ कट्नु भएन। 2 करोड कट्नु भएन है। अनि सुन्नु रुपेशजी, अनि हामीले अब यसमा एक्स्ट्रा रड, एक्स्ट्रा सिमेन्टहरू थप्नलाई बजेटले भ्याएन भनेर अर्को कागज बनाएर अझै बजेट एक्स्ट्रा थप्न लाउनु पर्यो है त। हजुर, तपाईँले बुझ्नुभयो नि? 6 करोडको बजेट आछ, अब अझै 4-5 थप्न लाउनु पर्यो। यति के भन्ने भने हामीले एक्स्ट्रा रड, एक्स्ट्रा सिमेन्ट हाल्नु छ, तर हामीले हाल्ने त लोकल्टी नै हो, तर भन्न कागज बनाएर बजेट एक्स्ट्रा पास गराउनलाई हामीले भन्नु पर्यो है त। अनि रुपेशजी, हाम्रो यो स्टेजमा प्रोग्राम छ, आज बेलुका स्टेज प्रोग्राम गर्नुपर्ने छ, अनि त्यसमा बोल्नुपर्ने शब्दहरू के छ मलाई भन्नु होला है त अहिले लेखेर। ए हुन्छ, ठिक छ। यस्तो भनौँ न त, के अरे 60 वर्ष नागेको बुढाबुढीलाई घरमा बसी 30,000 महिनाको, होइन? अनि 18 भन्दा माथि चढेको युवा युवतीहरूलाई अब 1 खुन्टा मोबाइल छानी आइफोन चलाउने कि स्यामसङ चलाउने कि ओप्पो चलाउने कि छानी 1 खुन्टा फोन प्रत्येक व्यक्तिलाई। अनि हाम्रो नारामा हिँड्ने, जुलुसमा हिँड्ने मान्छेहरू, स्कुटर बाइक गाडी हुनेहरूलाई हाम्रो 100 लिटर 200 लिटर वर्षमा तेल पनि फ्री गरिदिनु पर्छ। यसरी अब भनेर त्यो पुर्याउन सक्छौँ र हामीले? जनतालाई मूर्ख बनाउने त हो नि, हामीले भनिदिने त हो नि, कार्यक्रममा भनिदिने हो। पछि त हाम्रो हातमा हो नि, जे गर्नु छ हामी गर्ने हो नि। त्यो गर्दाखेरि चाहिँ ठिक होला जस्तो छ। ए ल, ठिक छ त्यही गरौँ न त। मलाई लेखेर दिनु होला, म याद गरेर रट्टा मारेर स्टेजमा डायलग हान्छु है त। हुन्छ ल, ठिक छ। म तपाईँलाई तत्काल चाहिँ यहाँनिर चाहिँ पुरा मिलाउनु पर्यो, तुरुन्तै भइहाल्नु पर्यो। यो मिलाएर यसको कन्ट्याक्ट डिल गरेर कुरा सकिन्छ। यसको पनि म काम गराउँछु, अनि यो पनि हामीले बेलुका अब कार्यक्रममा गर्दाखेरि यो पनि तपाईँ याद राखिराख्नु होला। म पनि तपाईँलाई लेखेर म पत्र पठाइदिन्छु। ल जम जसरी हुन्छ अब जनतालाई मूर्ख बनाउनु त हो नि। इन्जिनियरजी, म साइडमा छु। यो काम एकचोटिमा हुने काम हो। यो काम एकदमै राम्रो हुनु पर्यो। माल मटेरियलहरू केही पनि कमी कमजोरी हुनु परेन। यो पुल कमसेकम 40-50 वर्ष टिक्नु पर्यो, ताकि आउने फ्युचर जेनेरेसनलाई गाह्रो नहोस्। बाटोघाटो नराम्रो हुँदा पुल भस्किँदा जुन पीडा हामीले भोगेका थियौँ, त्यो पीडा अब आउने पिँढीले भोग्नु भएन। हामीले सक्दो भरपर्दो र बलियो र राम्रो पुल बनाउनु पर्छ, ताकि जनतालाई कुनै पनि प्रकारको यातायात समस्या नहोस्। केही पनि नहोस्, दुःख नहोस् है। सर नमस्कार। सर, म न्युज रिपोर्टर ध्रुव नेपाली, भाग्य नेपालीको सानो भाइ। म हजुरलाई सानो प्रश्न गर्न चाहे, तपाईँले जुन यो पुल बनाउनु लाग्नु भएको छ, यो पुल प्रोजेक्ट सुरु गर्न कति दिन लाग्ने भयो र के उद्देश्यले तपाईँले बनाउनु खोज्नु भएको, के एक्सप्लेन गर्न सक्नुहुन्छ सर? सर, हजुरको यो काम स्टार्ट भएको 40-42 दिन जति भएको छ। काम हजुरको विस्तार प्रक्रियामा चल्दैछ। काम उद्देश्यको कुरो गर्नु पर्दाखेरि हामी चाहन्छौँ कि जनतालाई सहज होस्। कुनै व्यापारीहरूलाई आउन जान गाह्रो भएको छ, कतै विद्यार्थीहरूलाई हजुरको आउन जान गाह्रो भएको छ, विद्यार्थीहरूलाई स्कुलमा बाटो पुल नभएको कारणले समयमा केही काम भइरहेको छैन। यो कुराहरूलाई हजुरको मध्यनजर गर्दै हामीले यो कुराको निर्णय गरेको छौँ कि देशको कुना कुनामा बाटो र पुल हुनुपर्ने छ। एकदमै मिठो कुरा गर्नुभयो हजुरले सर, तर बिचमा एउटा सानो कुरा सोध्न चाहे हजुरलाई। यो प्रोजेक्टको लागि कति बजेट आएको हो? के बजेटको बारेमा केही कुरा गर्न मिल्छ सर? मिल्छ हजुर, मिल्छ, किन नहुनु। बजेट भन्नु पर्दाखेरि हजुरको 6 करोड आएको हो। यसमा हजुरको लगभग 4 करोड खर्च भइसकेको छ। अझै 35% हजुरको काम बाँकी नै छ र हामीले हजुरको यो कामलाई 6 महिनादेखि 7 महिनासम्म यो काम गर्ने
एस्टिमेटेड राखेका छौँ। हामीले यो काम हजुरको 6 महिनादेखि 7 महिनासम्म सकाउनेछौँ। यो 6 महिनामा सकिने भयो काम सर? हजुर सकिने भयो यो काम। हामीले हजुरको सक्तोभर चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्ने कोसिस हजुरको गरिरहेका छौँ हामीले। हस् त सर, धन्यवाद। हजुर यसरी नै देश विकासतर्फ कदम चाल्दै गर्नुहोस्, हामी जनता तपाईँकै साथमा छौँ। हस् त सर, हुन्छ, हस्। हामी राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई यसरी नै घन्टी छापलाई आफ्नो काम गर्ने मौका दिइराख्नु होला र जनताको सेवा गर्न पाऊँ, यही हाम्रो अपेक्षा छ। जय घन्टी। दर्शक तपाईँहरू हेर्न सक्नुहुन्छ उहाँको सोच विचार कति मिठो छ। तपाईँहरू एकचोटि घन्टी छापमा मौका दिनुहोला। धन्यवाद। रामचन्द्र देवबाजी, हजुर हजुर, हामीले चुनाव जित्नुभन्दा पहिले वाचाहरू गरेको थियौँ सगरमाथा माध्यमिक विद्यालयमा। योपल्ट हामीले चुनाव जित्यौँ भने हजुर हामीले सबै स्कुलमा भएको सबैजनालाई साइकल वितरण गर्छौँ भनेर हामीले वाचा गरेको थियौँ। हामीले चुनाव त जितिसक्यौँ। हजुर, के छ सर, भन्नुहोस्, काम सुरु गर्न लाउँ त? ए ठिकै हो। यो स्कुलमा टोटल कतिजना विद्यार्थी छन्? यहाँ लगभग 250-55 यस्तै मान्छे छन्। 55 राखौँ न, 255 जना छ। यसो गर नि त, 15 देखि 20 जनालाई साइकल वितरण गरौँ। अनि हामीले 300 देखि 400 जनाको लागि साइकल वितरण गर्नु छ सरकारी स्कुलमा। विद्यार्थीलाई अप्ठ्यारो परेछ भनेर बजेट 500 गरौँ। अनि वितरण चाहिँ लगभग 15-20 जना जतिलाई गरिदिउँ। अनि अरू विद्यार्थीलाई चाहिँ भनौँ कि अब भइरहेको छ, बिस्तारै बिस्तारै हुन्छ, अहिले सरकारको बजेट आएको छैन यताउति भनेर हामीले कुरा टालेर मिलाम है त। हुन्छ सर, हुन्छ, ल त्यो चाहिँ गरौँ। मात्र 15-20 अनि सुन्नुहोस् हजुर, अनि सुन्नुहोस्, अनि यो साइकल वितरण चाहिँ हाम्रो क्षेत्रको स्कुलहरू जुन छ नि, हाम्रो क्षेत्रको स्कुलहरूमा मात्रै हुनु पर्यो। र सुन अर्को कुरो, यो स्कुलहरूमा जब हामीले वितरण गर्छौँ नि, त्यो वितरण गर्दाखेरि हामीले के गर्नुपर्छ भने आफ्नो नजिकैको मान्छे छरछिमेकीहरू छ नि, उहाँको नानी बाबुहरूलाई मात्रै वितरण गर्ने हो कि, किनकि उहाँहरू नजिकैको छ, बुझ्यौ? नजिकै छ, उहाँहरूले भोट गर्न हामीलाई सजिलो हुन्छ। हामीले दिन्छौँ पनि, हामीले नजिकैको मान्छेलाई खुसी बनाउनु पर्छ। अब टाढातिरको यो यताउतिको यो सबैलाई दिन सक्छ त? यो गरिबको छोराहरूलाई हामीले पालेर साध्य छ? सक्छौँ त? सक्दैन भने मिलाएर कुरा गरेर टालिदेऊ। अनि बजेट चाहिँ 300-400-500 जनाको निकाल, त्यो पास गरौँ, फटाफट गरौँ त। पास गर्न लाउनु। गरौँ। अजयजी, काम के कतिको अगाडि बढिरहेको छ? काम हुँदैछ सर, केटाहरूलाई खटाएको छु, काम गर्न लगाएको छु, काम हुँदैछ। ठिक छ। म के भन्न चाहिरहेको छु भने बच्चाहरू कति टाढाबाट साइकलले यहाँ पढ्न आउँछ। म यो सोचिरहेको छु कि देशभरि स्कुलमा पढ्ने साना साना नानी बाबुहरूको लागि हजुर सर, 2टा भ्यान हरेक स्कुलमा वितरण गर्नुपर्छ। एउटा कुरा भन्नु पर्दाखेरि जनताको लागि हामी बनेको पार्टी हो नि त। हामीले जनताको लागि नगरे कसको लागि गर्ने? सही भन्नुभयो। सेवा गर्नलाई त हामीले जितेको हौँ हैन। हिजो बाचा गरेको कुराहरू त हामीले पुरा गर्नु पर्यो। 5 वर्षपछि त फेरि चाहिला नि त, चाहिन्छ। भोट माग्न त जानु पर्छ हो। अनि हामीले काम गरेर त देखाउनु पर्यो। त्यति हामीले काम गर्नुपर्छ देशको हितमा, जनताको हितमा है। हामीले कल कारखाना खोल्छौँ भनेर पनि भनेको थियौँ, बिस्तारै त्यो पनि हामीले अब बाहिरी देशसँग कुरा गरेर फ्याक्ट्री स्याट्री पनि खोल्नुपर्छ। विदेशमा हाम्रो जति युवाहरू पनि गइरहेको, बढ्दो दरमा गइरहेको छ नि, त्यस्तै बढ्दो दरमा हामीले जनतालाई सक्दो नेपालमा ल्याउने हो। अनि सुन, हजुर हजुर, देशको हरेक स्कुलमा जाऊ अनि त्यहाँ गरिब आमा बुवाहरू पत्ता लगाऊ जसले आफ्नो नानी बाबुहरूलाई कपी कलम किनेर दिन सकेको छैन, स्कुल फिसहरू तिर्न सकेको छैन, आर्थिक स्थितिले गर्दाखेरि जो विद्यार्थीहरू पढ्न लेख्न पाएको छैन, सबै परिवारहरू पत्ता लगाऊ। अनि हामी सरकारको तर्फबाट के कतिसम्मको पत्ता लगाउन सकिन्छ, मद्दत गर्न सकिन्छ, त्यो पहिला गर। हजुर हजुर, हुन्छ सर, हुन्छ। म काम तुरुन्तै सुरु गर्न लगाइहालौँ त? तुरुन्तै गर। अजयजी, यो देशमा कति पार्टी आए कति गए, सबले आफ्नो भाँडो भरेर गयो। यो नेपाल देश पछिल्लो 30-35 वर्षदेखि त्यत्तिकै दुःख र शास्तिमा भोगिरहेको छ। न त विकास भयो, न त जनता खुसी भयो, तब पनि पार्टीका नेताहरूको गोजी भरिरह्यो। जुन हिसाबले हामीलाई अहिलेका जनताहरूले इच्छा र मनले स्वीकारेर हामीलाई जहाँसम्म पुर्याएको छ, जिताएको छ, हामी नेपाली जनताको मनलाई जित्नेछौँ। यो हाम्रो प्रतिबद्धता हो र नेपाललाई सुखी सम्पन्न देश बनाउने छौँ र जनतासँग जुन हामीले वादा गरेका थियौँ त्यो पनि पुरा गर्नेछौँ। जय घन्टी। नाइस एक्टिङ गाइज। यो भिडियो चाहिँ पुरै काल्पनिक हो, इन्टरटेनमेन्ट पर्पसले बनाएको हो। कुनै यो भिडियोको उद्देश्य कुनै पनि पार्टी या व्यक्तिलाई चोट पहुँचाउनु होइन। यसलाई पुरै इन्टरटेनमेन्ट रूपले हेर्नु होला। अनि यसपालिको भोट हामीले केमा राख्ने? तपाईँहरूले केमा राख्नुहुन्छ कमेन्ट गरेर जानु होला। धन्यवाद। जय नेपाल। बस, बाई बाई।